नमस्कार, मेरो नाम सविता बिडारी। मेरो चाहिँ बाबु यस पथिक ज्ञान निकेतनमा कक्षा 10 मा पढ्दैछ भने नानी कक्षा 2 मा पढ्दै छिन्। मैले कक्षा 4 मा बाबुलाई ल्याएर राखेको हो। यो स्कुल चाहिँ मलाई मन परेर हो। खासमा चाहिँ यो स्कुलको यो जुन पढाउने तरिकाहरू छन्, अब यसले हेर्ने एउटा योगा सेसन हेरिराखेका हुन्छ। सबैभन्दा मन परेको पाटो चाहिँ मलाई त्यो हो। अनि अब हेल्थका कुरादेखि लिएर अब विद्यार्थीहरूलाई पढाउने शैली चाहिँ अन्यभन्दा अलिकति फरक। अब इक्जाम विद्यार्थीहरूलाई रुटिन नदिकन दिने त्यो शैली भने जुन विद्यालयले लिएको छ त्यो मलाई एकदमै मन परेको। अब घोकन्ते भन्दा पनि विद्यार्थीलाई कसरी व्यावहारिक बनाउने भन्ने पछि मन परेर चाहिँ यहाँ ल्याएर राखेको हो। अब मैले सोचेअनुसार बाबुको चाहिँ पढाइ चल्दै अब राम्रै छ। अहिले बाबु 10 कक्षामा पुगेको छ। त्यसको लागि बाबुले मिहिनेत पनि गर्दैछ। एचसीको लागि नानीको पनि बिस्तारै अब प्रोग्रेस चाहिँ हुँदैछ। सबै पक्ष राम्रै लागेर ल्याएर यहाँ राखेको हो। अनि यो हुने प्रोग्रामहरू, यो जुन चिल्ड्रेन फेयर छ, आजको प्रोग्राम पनि एकदमै मन पर्यो। अब प्रत्येक वर्ष हेर्छु अब विद्यार्थीहरूकै सहभागितामा विद्यार्थीहरूले धेरै कुराहरू आफैले अब त्यसमा चाहिँ शिक्षकहरूले हेल्प त गर्नुहुन्छ, तैपनि विद्यार्थीहरूलाई त्यसरी आफ्नै हातमा उनीहरूले सिप क्रिएसन गर्नु भनेको धेरै राम्रो लाग्छ। अब कसैको केमा हरेक क्षेत्रलाई अब सामाजिक विषयदेखि लिएर उनीहरूको चाहिँ आर्ट ड्रइङ, अनि त्यसपछि अब म्याथ साइन्स अनि कम्प्युटर सबै विषयलाई समेटेर चाहिँ यो चिल्ड्रेन फेयरमा चाहिँ जुन प्रोग्राम राखेको हुन्छ अनि उनीहरूले त्यो जुन एक्सप्लेन गरेका हुन्छन् त्यो एक्सप्लेन गर्ने तरिकाबाट नि ओहो जे होस् विद्यार्थीहरूमा राम्रो चेन्ज, कम्तीमा यत्तिको उनीहरूले खुलेर बोल्न सकेका छन् भन्ने लाग्छ। एकदमै मनपर्छ।